खाऊ खाऊ भुक्कडहरू जति खान्छु। कस्तो बनेछ चाउमिन? भात जस्तो चाउमिन हुन्छ। यहाँ धुनमा छ यस्तै तेरो मुख देखा होइन धेरै नमात्यो यहाँ मैले त्यो भाँडामा देखाएको छु। हेर अब हामीहरू फोटो खिच्ने कार्यक्रम चलिरहेको छ यहाँनिर। यहाँ हेर फोटो खिच्ने हो म्याडम। म पनि हाँस्छु एउटा फोटो खिच्नु भनेको फोटो कति आएन कपडा कति ल्याउनुपर्छ फोटो आउनलाई। हेलो साथीहरू भिडियोमा चाहिँ सबैलाई वेलकम छ होइन। म चाहिँ यहाँ कस्तो जाडो भएको के नुहाउनु सक्दैन म पिकनिक जानले नुहाउने भनेको त्यहाँदेखि बनाउनु सक्नु छैन। हेर यो उजिलो उजिलो हुन लाग्छ होइन भर्खर उजिलो हुन लाग्छ कस्तो जाडो भएको। हेलो साथीहरू सब नुहाएर आइसक्यो म भनेको नुहाउनु सक्ने होइन। हेर यो पनि तयार भएर कहाँ राख्ने आफै राख। सानो ब्याग दिनु न फेरि सानो ब्यागमा चौमिन अर्को ब्याग त्यस्तै छ कि पछि अर्को ब्याग ल्याउनु होइन। यसरी नआएर आइसक्यो यार म कसरी नआउनु कसरी नआएको तिमीले कसरी नआयो? म त टाउको पनि पकाउन सक्दैन हेर म त मर्छु। म चाहिँ खुर्सानी टिप्नु भनेको होइन खुर्सानी टिप्न चाहिँ यस्तो चिसोमा त खुर्सानी ल्याङ्गेर टिप्नु यस्तो शीतमा म चाहिँ टिप्नु लाग्छु हेर मलाई टिप्नुहोस् है खुर्सानी टिप्छ यति खुर्सानी योबाट धेरै बुढा छैन दुईवटा बुढा मात्रै छ कि त्यहाँ यो खुर्सानी टिपेको अब नुहाउनु भनेको सक्दैन सब्जीहरू कस्तो लाग्यो नुहाउने भन्ने कुरा चाहिँ जस्तै हो सकिँदैन बाटो हुनु पऱ्यो मेकअप गर्नु पऱ्यो सुट जानु पऱ्यो नुहाउनु भन्दा सकिन्न। ए गएर आइसकेँ फाइनल हामी चाहिँ यहाँमा छौँ। कपडा सपडा यो जाडो हुन्छ नि त बाटोमा त्यो भएर लगाउनु पऱ्यो। जाँदैछ नि साथी बाटोमा पछि बिहान पिकनिक भने चाहिँ निन्द्रा लाग्दैन। म पुगेपछि देखाउँछु गाडी हाम्रो। मेरो साथी हो हामीले जान लाग्ने पिकनिक जाँदैछौँ। कस्तो खुसी लाग्यो आज गोदावरी जाने गोदावरी लागिरहेको छ। यहाँ जम्मा बस्छ यहाँ सबै जम्मा बस्ने कोही यता कोही यता। सबलाई फोटो खिच्छ यसलाई पनि नजाने यसले 3 दिनसम्म लगातार भोलि खेलेछ हामी सँगसँगै हेर सबजना हो मेरो क्यामेरामा देखिन आउँछ कसरी नआऊ कि राख्नु त कम छैन है क्यामेरा हेर यहाँ म होइन कति राम्रो देखाउँछु भित्र छिर्नलाई हेर यति धेरै मान्छेहरू देखिनु टाढो मात्रै देखियो पनि जान्ला चाहिँ मेरो लागि सिट राख कता बसौ धेरै मान्छेहरू मेरो चस्मा लग्यो कि हेर अब हामीहरू फोटो खिच्ने कार्यक्रम चलिरहेको छ यहाँनिर। यहाँ हेर फोटो खिच्ने हो म्याडम। म पनि हाँस्छु एउटा फोटो खिच्नु भनेको फोटो कति आएन कपडा कति ल्याउनुपर्छ फोटो आउनलाई। साथीहरू हामीले धेरै हामीसँग धेरै पैसा नभएर 10 रुपियाँको 10 रुपियाँको खान लागेको छ। कति राम्रो राम्रो छ कहिले किनिदियो भए हुन्थ्यो नि। गोदावरी पुगेर
10 रुपियाँको माला मात्र देखिन्छन् माला मात्र बाटाभरि मलाई माला सानो साथी हो किनिदियो कसैले किनिदियो त हुन्थ्यो नि तल जाने क्या म तल म कसरी हिँड्ने होला हो मैले म त सक्दैन जुत्ता खोलिसकेछ मैले जुत्ता खोलिसकेछ अब हिँड्नु राम्रोसँग जा कस्तो मजा पकाउँदै म भिडियो बनाउँदै बस्छु काम गर्ने मन छ यस्तोरी बस्नुपर्छ कस्तो छ यहाँको भिडियो नबनाऊ कस्तो हो बनाउन आएर यहाँ आफ्नो कोहीसँग बोल्नै बिजी छु क्यार नि यहाँ सबले काम गर्न लाग्छ नि यो कोहीसँग बोल्नै छ त लाज लाग्दैन त म काम गर्ने होइन म यहाँको यहाँ गृहमन्त्री हो किन काम गर्ने गर काम म काम गर्ने होइन दिदी यसलाई काम लगाउनु किन बसी चाहिँ के काम लगाउनु उठिन दाइलाई पनि काम लगाउनु सस त ल्यान ओए जङ्गलमा बसेर खानुको मजा बेग्लै छ हेर्न त मलाई थोरै दियो कि म पातली भनेर हो क्या मलाई शिवानी कहाँ बसेर खानु परेछ हेर खाँदैछु एकैछिन सस ल्याएको यस्तो सजिलो छ होइन पानी आएछ खाना आउँछ माछा ल्याएको हाम्रो थाल चाहिँ गएको तर कसको थालमा मैले भात खानु नछु भात खाएन चाउमिन खाए थाहा छैन त्यहाँ गङ्गेटो ल्याएर पोलेर खा पोले भागे 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 हेर यसलाई भन्छन् के भन्छन् यसलाई भन्छन् गङ्गटा बेटो आके खालो खालो काटाउने सब हातबाट तोड्दैछ भनेर चाहिँ बिचाराको चलो चलो जान्छ जान्छ कस्तो बनेछ जमिन भात जस्तो पनि चाउमिन हुन्छ कस्तो बनेछ चाउमिन कस्तो भात हो र चाउमिन हो त पिकनिक खान त्यति धेरै मान्छे आएको छ हेर कति धेरै मान्छे आएको छ डाँडा काँडा छ हेर माथिहरू यस्तो छ भिडमा दाइ चाहिँ हेर्नु यत्रो ढुङ्गामाथि आएर बस्नु भएको छ यति धेरै मान्छेहरू यहाँ हेर मान्छेहरूको भिड कता गयो के मान्छेहरूका भिड हेर यहाँ यतादेखि लिएर कोही नजिक बसेछन् कोही टाढा बसेछन् म चाहिँ यहाँ ढ्याङ्ग्रोस मात्र बसेछु यहाँनिर पानी नजिक दाइ बजाउनु न गाना मान्छे छन् म पनि यहाँ बसेछु त्यसैले गर्दाखेरि कालै छु मेरो चाहिँ थाल हरायो कि थोरै छ भने क्या गोबर जस्तो गोबर खै हटा मेरो थाल हरायो क्या थाल हरायो त छोड यत्रो थाल मात्र बस्यो अनि अघिबाट थाल भन्दैछु मैले यहाँ सुरु भएको खाना जन्मेका खाऊ तिमीहरू मजाले सबले खाइसके हामी खाँदैछौँ कृष्णले खाइयो खाऊ बुक्कडहरू जति खान्छु यति धेरै मासुले खाइसक्नुहोस् आज त छेड्छिस् घर जाँदा छेड्छिस् हेर यी भुक्कडहरू अहिले झिल्लीमा बाँडेर लाग्छ नि यहाँ छ गाई झिल्लीहरू यी भुक्कड सबभन्दा त यसैको भुक्कड चाहिँ यो धेरै भुक्कड छ तर यस्तै छ है खाएर पनि यो गाई गोदावरी गाई यी त्यसको बहिनी भाडा धुल्ला चाहिँ गाई ज्या पैसा चोर्नेवाली चोर किसा दिदी घिसो मलाई
खिच्न पाएन हेर न यो भिडियो बनाउनु सकेन यति धेरै मान्छे छ नि यहाँ पुल भरिभरि मान्छे ठाउँ छैन खालि त्यसैको फोटो खिचाएर बेकार भयो पैसा मात्र खर्च भयो साथीहरू के भन्नु जिन्दगी यस्तो कपडा यस्तो छ फाइनली हामी घर पुगिहाल्यौँ सक्यो आजलाई चाहिँ यति नै बाई बाई उज्लाम पुग्यौँ भने राति पुगौँ भने कत्रो आस्थ्यो होइन